नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। बारा नाम्फिङ ग्राम पञ्चायत इकाइको तर्फबाट प्रस्तुत यो पाक्षिक डिजिटल समाचार बुलेटिनमा। प्रथममा मुख्य समाचार। विधायक बेदुसिंह पन्तद्वारा सामुदायिक सेवामा पंखा वितरण तथा हार्डवेयर पसल उद्घाटन। नाम्फिङ माध्यमिक विद्यालयमा दोबाटो कार्यक्रम सम्पन्न। मानसिक स्वास्थ्य र लागू पदार्थ बारे सन्देशमूलक छलफल। सिक्किमको नाम्फिङमा मेरो अलैँची मेरो धन अभियान अन्तर्गत अलैँची खेती सर्वेक्षण सम्पन्न। नाम्फिङ ग्राम पञ्चायत भवनमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न। 8 बर्मेक नाम्फिङ जिल्ला पञ्चायत क्षेत्रको विभिन्न सामाजिक संस्था तथा विद्यालयलाई जिल्ला पञ्चायत सदस्य मदन कुमार बजगाईबाट सहयोग। अब समाचार विस्तारमा। जनसेवामा सदैव सक्रिय तिमी नाम्फिङ क्षेत्रका माननीय विधायक श्री बेदुसिंह पन्तद्वारा गत 15 जुन 2025 का दिन बारा नाम्फिङ ग्राम पञ्चायत र 13 बर्मेक ग्राम पञ्चायत इकाइमा गर्मीको चर्को प्रभावलाई ध्यानमा राखेर दुवै ग्राम प्रशासन केन्द्रहरूमा एक वटा पंखा वितरण गर्नुभयो। यस कार्यले उहाँको समुदायप्रति संवेदनशीलता र सेवाभाव झल्काउँछ। यसका साथै उहाँले दलेपमा नवस्थापित प्रतिज्ञा हार्डवेयरको उद्घाटन पनि गर्नुभयो। यस हार्डवेयर पसलबाट स्थानीय बासिन्दाहरूले घर निर्माणका सामग्रीहरू सजिलै उपलब्ध गराउन सक्नेछन्। विधायकज्यूले यो पहल सामुदायिक आवश्यकताको समझदारीमा गरिएको उल्लेख गर्दै यसले ग्राम विकास र सेवा सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। यसैगरी कृषि विभागका कर्मचारी श्री हरिप्रसाद शर्माको बाहुलीबाट ग्राम पञ्चायतले सुरु गरेको पहल हाम्रो बारी हाम्रो बालीलाई प्रोत्साहन गर्दै अन्न बालीलाई चाहिने स्प्रे मसिन हस्तान्तरण गरिएको छ। मिति 17/3/2025 सोमबारका दिन बारा नाम्फिङ ग्राम पञ्चायत इकाइ अन्तर्गतको नाम्फिङ माध्यमिक विद्यालयमा एक दिने दोबाटो कार्यक्रम सम्पन्न भयो। मानसिक स्वास्थ्य तथा लागू पदार्थ दुरुपयोग सम्बन्धी यो कार्यक्रम जिपिडिपी अन्तर्गत सामाजिक क्षेत्रको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा युवाहरूको वर्तमान अवस्था, चुनौतीहरू, मानसिक स्वास्थ्य र लागू पदार्थ दुरुपयोग जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो। माननीय पञ्चायत सभापतिले कार्यक्रमको आवश्यकता र महत्त्व स्पष्ट पार्दै सबैलाई सन्देशमूलक मार्गदर्शन दिनुभयो। कार्यक्रमलाई रोचक र आकर्षक बनाउन नृत्य, गायन, कविता, नाटक आदिका माध्यमबाट युवाहरूले सक्रिय सहभागिता जनाएका थिए। सिक्किम सरकारद्वारा सुरु गरिएको मेरो अलैँची मेरो धन अभियानलाई प्रभावकारी बनाउनका लागि बारा नाम्फिङ ग्राम पञ्चायतले आफ्नो इकाइभित्र पर्ने पाबुङ वार्डमा अलैँची खेती सम्बन्धी सर्वेक्षण कार्य सम्पन्न गरेको छ। सर्वेक्षणको उद्देश्य अलैँची खेतीको अवस्था बुझ्नका साथै कृषिहरूलाई प्रवृत्ति मैत्री बनाउन र उत्पादन बढाउने रणनीति तयार गर्नु रहेको जनाएको छ। सर्वेक्षणलाई 3 भागमा वर्गीकरण गरिएको थियो। पुर्ख्यौलीदेखि हालसम्म निरन्तर अलैँची खेती गर्दै आएका कृषकहरू, पहिले अलैँची खेती गर्ने तर हाल केही कारणले खेती रोकिएका कृषकहरू, अहिले भर्खरै यो खेती सुरु गर्ने कृषकहरू। सर्वेक्षणको क्रममा कृषिहरूले विगतमा अलैँचीको उत्पादन राम्रो भए पनि बजार मूल्य कम भएको बताएका छन्। तर हालको अवस्थाबारे उनीहरू भन्छन् बिक्री मूल्य त बढेको छ तर उत्पादन भने घटेको छ। उत्पादन घट्नका पछाडि सिँचाइको अभाव, बिरुवामा देखिएको रोग, किराको प्रकोप, पात झर्ने, फुर्के लाग्ने आदि समस्याहरू जिम्मेवार देखिएका छन्। यस सर्वेक्षण अन्तर्गत पाबुङ वार्डका कृषक श्री दोर्जे रिङछेन तामाङलाई कार्डमम च्याम्पियनको उपाधि दिएको छ। उहाँलाई
यसअघि वागबानी विभाग, सिक्किम सरकार तथा वागबानी विद्यालय बर्मेकद्वारा पनि सम्मान गरिएको छ। विभागले उहाँलाई अलैँची सुकाउने कार्यको लागि सौर प्यानल समेत प्रदान गरेका छन्। यस सर्वेक्षणले अलैँची खेतीको अवस्थाबारे महत्त्वपूर्ण तथ्यहरू सङ्कलन गर्नुका साथै आगामी योजनाहरू तयार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छ। बारानाम्पिङ ग्राम पञ्चायत केन्द्रमा 21 जुन 2025 का दिन अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ। बारानाम्पिङ जीपीयूमा कार्यरत पा मेडमको अगुवाईमा आयोजित उक्त कार्यक्रममा कार्यालयका सबै कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूमध्ये योगको महत्त्वबारे जानकारी लिँदै विभिन्न योग अभ्यासहरू प्रदर्शन गरेका थिए। कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले शारीरिक र मानसिक स्वास्थ्यमा योगको सकारात्मक प्रभाव सम्बन्धी सन्देशहरू प्रदान गरियो। कार्यक्रम सफल बनाउन ग्राम पञ्चायत केन्द्रका सबै कर्मचारीहरूको भूमिका रहेको थियो। 8 बर्मेक नाम्फिङका जिल्ला पञ्चायत माननीय श्री मदन कुमार बजगाईले वर्ष 2024-25 को जिल्ला कोष यानी जिल्ला फन्ड अन्तर्गत विभिन्न सामाजिक, शैक्षिक तथा संस्थागत क्षेत्रहरूलाई सहयोग उपलब्ध गराएका छन्। क्षेत्रको समग्र विकास र स्थानीय आवश्यकताहरूलाई मध्यनजर गर्दै विभिन्न सङ्घ संस्था, समाज र विद्यालयहरूलाई सामग्री तथा आर्थिक सहयोग गरिरहेको जानकारी प्राप्त भएको छ। सहयोग प्राप्त गर्ने केही प्रमुख संस्थाहरू र विवरण यस प्रकार छन्। अमले निम्न माध्यमिक विद्यालयलाई आवश्यक पर्ने साउन्ड सिस्टम सेट प्रदान गरिएको छ। मिडल नाम्पिङ स्थित प्रेमी समाजको माग अनुसार भाँडा बर्तन, थर्मल वार्मर सेट र अन्य सामग्री वितरण गरिएको छ। दरिङ वार्डमा रहेको हिमालयन फ्री चर्चलाई माग अनुसार 50 वटा प्लास्टिक कुर्सी प्रदान गरिएको छ। अप्पर टोकल स्थित मनी लाखिङ गुम्पाको मरम्मतीको लागि आवश्यक पर्ने रुपियाँ 80,000 बराबरको वर्क अर्डर प्रदान गरिएको छ। माननीय श्री मदन कुमार बजगाईले यस प्रकारका कार्यक्रमहरू सामाजिक समृद्धि र शैक्षिक वातावरण सुधारको उद्देश्यले गरिरहेको बताएका छन्। स्थानीय नागरिकहरूले पनि उनको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनहरूमा थप सहयोगको अपेक्षा व्यक्त गरेका छन्। हवस् त, यसैका साथ आजको लागि बारानाम्पिङ पाक्षिक डिजिटल समाचार बुलेटिन यही समाप्त हुन्छ। यस्तै जानकारीमूलक, तथ्यमा आधारित र जनहितका समाचारहरू लिएर अघिल्लो महिनाको 14 तारिक पनि उपस्थित हुने नै छौँ। हेर्दै रहनुहोला नाम्पिङ जीपीयू डिजिटल पेज। हाम्रो गाउँ, हाम्रो खबर। धन्यवाद, नमस्कार।